हेलो एभ्रिवान, नमस्ते। फेरि पनि वेलकम छ हजुरहरूलाई आफ्टर लङ टाइम पछि मेरो सानो मिनी भ्लगमा। आज चाहिँ हामी वेदर राम्रो भएर यसो यो डाँडा काँडातिर आएछौँ। कति पछि भ्लग बनाउँदैछु। आई होप सबैजना सकुशलै हुनुहुन्छ, म पनि एकदम सकुशलै छु। हामी चाहिँ आज यो डाँडामा आएको छौँ। यहाँको दृश्य हेर्नु पर्दा चाहिँ यस्तो छ। हेलो शशी बहिनी, वेलकम छ मेरो मिनी भ्लगमा। शशी बहिनी चाहिँ मेरो फर्स्ट टाइम हो मेरो भ्लगमा देखिनु भएको। यस्तै छ, दुईजना पनि आउँदै हुनुहुन्छ। त्यो चाहिँ साइकल चलाउने हो सबै। दामी छ होइन? लाउनु नि बर्थडे भ्लग बर्थडे ट्रिट चाहिँ यस्तो डाँडामा आएर भएको छ ल। अब मलाई पऱ्यो हो सुरु मेलो धन्यवाद। कस्तो छ चिया खाइस ताप्लेजुङको डाँडामा आएर अब तेह्र थुनी चेस पनि हान्ने होला नि त चियर्स पनि हान्ने रे हौ। ल हान्दिउँ। ल ह्यापी बर्थडे दिदी। भर्खर 20 त पुग्नु भयो होला हैन? 19:30 भएको थियो, 20 पुग्यो। ल बधाई छ। अरू केही छ कि? छ नि, छ। ल है तेह्र थुममा आउने भए प्रोसेको छ। ल हाम्रो चाहिँ यस्तो छ। डेन्जर आउँदो रहेछ त यहाँबाट त पछाडि त। यो भनेको त अब फेरि तेह्रथुमको डाँडामा आएर केक काट्ने कार्यक्रम छ अरे। किसिम छ त के नखाए पनि खाउँ जस्तो। जोइ चाहिँ कसको हो? फोटो खिच्दिन न दिनको सोलो। थुप्रो नै आयो होला यसरी केही छ अरू? हावाले नदिँदो रहेछ नि त। हामी पनि आयौँ भाइ। ल ह्याप्पी बर्थडे टु यु। गीत गाउने भए अब गाउनु है। ल बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे डियर सालिली, ह्याप्पी बर्थडे टु यु। यस्तो पो त हो। ल आउनु बुढा। हेलो म खिचिदिन्छु नि त। पालो त्यतिकै छोडेर हो त्यतिकै। किसिम आउँछ है पछाडि ठक्क घाम उस भएर। ल ह्याप्पी बर्थडे टु यु। धरे खुवाउनै पर्ने रे हौ। ल थ्याङ्क यू। यसलाई यस्तो गर्नुपर्छ क्या। त्यही भएर यो लिएको क्या बुढी। यो दिदी उयो उभिएर फोड्ने हो नि तपाईँले। ल
उभिएर उयो किन त्यही अहिले फोर्दैन कि भयो अहिले किन? भरे होइन अहिले फोर्नुहोस् के हुँदैन भिडियोमा उयो अलि हेर्नु न उभिएर अरे होइन के हुँदैन ब्याग हेर्नु न पर फाल्यो कहाँ ब्याग परको बाटोमा फोर्दिने हो फोर्दिने हो कति टाइम लाग्यो हौ टाइम भिडियो 1 घण्टाको बनाइदिनु अन्त क्या भन्दै थियो मुनि छिस्सो नि गर्ने फेरि हुँदैन चिसो त दाइले नै फेरि टुक्क बेल्छ नि फेरि ल ल 1 2 3 गो पुम खोइ त ए नपिएको घुटु घुटु पार्नुपर्ने त कि त पो रहेछ ल एक एक ग्लास केक चाहिँ खाइहाल्नु त हेरौँ कसले छिटो ल फेरि स्याम्पेन चाहिँ कसरी त्यही हाल्ने त्यसपछि त्यसमा ल ल ल तिनजनामा कसले छिटो ल है त्यो पनि हो ल स्याम्पेन खाउँ अनि म त खाँदिनँ नि त त्यस्तो क्या चियर्स गर्दा त भयो नि फेरि हावा चलेको छ यो हावाले साउसनीसम्म पुऱ्यायो भने चेस गरेको यतिको चाहिँ हुनु पर्यो चेयर्स त गर्नु न बुढा गरे ल भयो अहिले हालिहाल्नु है फुल गाइज केक त यसले पो छिटो खायो त कस्तो भाग्यमानी रहेछ 1 2 3 गो थ्याङ्क यू ह्यापी बर्थडे टु मी च्यारेर गरौँ हो बसा गर्ने खोइ 3 सेकेन्डमा घोल्टो पार्नुपर्ने त टाउकोमा त्यसरी त होइन होला त्यो चाहिँ तिमीले डाँडामा आएर मजाले इन्जोय गरेर खाऊ त कस्तो अड्केला नि फेरि इन्जोय गर्दै रामे साहबको कहाँको डाँडा रे यही तपाईँको भ्लगमा थियो त्यो भ्लगमा दिदीको साथी शीतल भेजी शीतल शीतल आज चाहिँ कहाँ रे तेह्रथुममा चाहिँ माथि सबभन्दा डाँडामा कुन प्रपर्टी राम्रो छ भनेर भ्यू गर्न आएको रे आँखा चाहिँ त्यसमा मौसममा साथ पनि दिएको छ ए सक्ने हो क्या त्यो अहिले पोखेर खत्तम बिग्रियो हल्लिन्छ त ऊ धीरजलाई लास्ट धीरजलाई पनि थप्दै थियो अलिकति हाल्नु भयो कस्तो यहाँ के भयो मलाई त बर्थडेको लेखाउनु पर्यो नि अब उसले खायो भने त कहाँ भरे फेरि खासै मेरो उसमा पर्दैन पर्दैन अलिकति नै अब तपाईँको मलाई ओ भयो 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 भन्दा पुरै भरि भयो नि भयो 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 भन्दैछु हाल हाल लास्ट सक्यो सबै रहेछ त कति धेरै नै सक्यो त नि यदि त कम्प्युटर जम्मै गर्दा
यो के हो यो प्लास्टिक हो होइन चक्लेट चक्लेटै हो ए ल है 1 2 3 गो ओके ल अनि मेरो पो फुल आयो त है खोइ अनि ल यहाँ त्यो त कति भयो Cheers. मेरो चाहिँ अलिक फन्टो भन्छ यार म त बुमरेङको गरी पठाउँछु म यति खाइसक्छ नि केक काटेर खाएर पनि अब हामी चाहिँ घर ब्याग हुँदैछौँ 1 राउन्ड हिँड्दै जस हिँड्दै जान्छौँ नि त हामी बर्थडे मनाउन डाँडातिर आएको जस अब चाहिँ रात रात परेर होला अलिकति उछ शशी बहिनीको ड्रिम हाउस शशी बहिनीको घर चाहिँ यो हो रे आम्मा कोही सक छैन होइन राम 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 भर्खर टिकटक खोलेको थियो होइन अनि ट्राई गरेको कोसँग आउँदा हो भैँसी लड्ने साथीको त त्यो डेन्जर त्यो सिरियसली लडेको थाहा छ यही ठाउँमा त हो नि अब सुरुमा अनि साँच्चीका लडेर अनि भैँसी लड्यो है माया भिरबाट हेर न भन्दै राखेको क्या साँच्ची नै हो अघि चाहिँ त्यहाँबाट हिँडेर माथिबाट यसरी अब यसरी घर फर्किँदै हो त्यति बेला भर्खर टिकटक खोलेको थियो कि अनि मेरो त्यो फर्स्ट भिडियो कि सेकेन्ड भिडियो हो अहिले फेरि सिजन रहेछ नि दाइ कमन भिडियोग्राफर धेरै खाएर Another birthday cake. तातो घाममा बसेर बियर खाँदै बसेको Yo. Oh, excuse. This one is Victoria sponge cake हो के त्यही भएर यतापट्टि होला डेजर्ट हो के So normally they like make it thinner. Then so you can see the No, Victoria sponge cake चाहिँ यस्तै हुन्छ भिक्टोरिया वाला हो क्या भाइरल हो लु है त सेरेन कुन हो तेरो कुन तिमी हो रेकर्ड गर्नु Oh my god. ए रेकर्ड भइसक्यो Happy birthday to you Happy birthday to you Happy birthday dear Sandri Happy birthday to you यस्तो रहेछ नि त यो चाहिँ ट्राई गर्ने भनेर क्या यो कस्तो किन कम भनौँ फर्स्ट बाइट हाउ इज इट अन्त ट्राई इट मलाई पो खुवाउँछ कस्तो रहेछ ट्राई गर्नु न भनेर